आज हामी कुरा गर्नेछौँ वान अफ द मोस्ट इम्पोर्टेन्ट बायोजियोकेमिकल साइकल नाइट्रोजन साइकलको। सबैभन्दा पहिले त नाइट्रोजन साइकलको बारेमा बुझौँ। नाइट्रोजन साइकल भन्नाले एक प्रकारको बायोजियोकेमिकल साइकल हो जसमा नाइट्रोजन पहिले नन लिभिङबाट लिभिङ अर्गानिजममा जाने गर्छ। यसमा धेरै नै स्टेपहरू रहेका छन्, त्यसको बारेमा बुझौँ। सबैभन्दा पहिले नाइट्रोजन एटमोस्फियरमा पाइन्छ, त्यो सबैलाई थाहा छ। एटमोस्फियरमा 78% नाइट्रोजन नै रहेको छ। यो नाइट्रोजन अब प्लान्ट्सहरूलाई धेरै नै इम्पोर्टेन्ट रहन्छ, त्यसकारण यसलाई माटोमा मिल्नु धेरै इम्पोर्टेन्ट हुन्छ। त्यसपछि स्टार्ट हुन्छ नाइट्रोजन फिक्सेसन। नाइट्रोजन जो एटमोस्फियरमा भएको नाइट्रोजन छ त्यो सोइलमा डिजल्भ हुनाले नाइट्रोजन फिक्सेसन भन्छन्। यसमा मेनली ब्याक्टेरियाहरूले काम गर्छन्। नाइट्रोजन फिक्सेसन ब्याक्टेरियाले गर्ने हो। ब्याक्टेरिया प्लान्ट रुटमा पनि हुन्छन् र सोइलमा पनि हुन्छन्। सोइलमा धेरै नै ब्याक्टेरिया हुन्छन्, तिनीहरूले सोइलको फर्टिलिटीलाई बढाउँछन्। त्यसपछि तिनीहरूले त्यो नाइट्रोजनलाई एमोनियामा बदल्छन् र एमोनिया फेरि नाइट्रिफिकेसन प्रोसेसद्वारा नाइट्रेसमा बदलिन्छ र त्यो नाइट्रेस एसिमुलेट भएर प्लान्ट्स र एनिमललाई काम लाग्छ। त्यसरी प्लान्टहरूले त्यसैबाट फुड बनाउँछन्। फुड एनिमलले कन्ज्युम गर्छ र एनिमल र प्लान्ट डेड एन्ड डिके भएर नाइट्रोजन कन्टेनिङ अर्ग्यानिक कम्पाउन्ड्स बनाउँछ। तिनीहरू डिकम्पोज भएर फेरि एमोनियामा तब्दिल हुन्छन् र एमोनिया फेरि नाइट्रिफिकेसनद्वारा नाइट्रेसमा तब्दिल हुन्छ र त्यो नाइट्रेस फेरि डिनाइट्रिफाइङ ब्याक्टेरियाकोबाट डिनाइट्रिफिकेसन भएर फेरि त्यही एटमोस्फियरमा नै डिजल्भ हुन्छ। यो प्रोसेसलाई नाइट्रोजन साइकल भनिन्छ। त्यसपछि कुरा गरौँ यसका की स्टेपमा। पहिले त बायोजियोकेमिकलको डेफिनेसन नै हेरौँ। द बायोजियोकेमिकल प्रोसेस थ्रु विच एटमोस्फेरिक नाइट्रोजन इज कन्भर्टेड इन्टु इट्स युजेबल फर्म्स एन्ड रिटर्न्स ब्याक इन्टु इन्भाइरोमेन्ट इज कल्ड नाइट्रोजन साइकल। यसका स्टेजहरूका बारेमा कुरा गरौँ। पहिलो स्टेज रहेको छ नाइट्रोजन फिक्सेसन। यो स्टेपमा सोइल र प्लान्ट रुटमा भएका ब्याक्टेरियाहरूले नाइट्रोजनलाई सोइलमा फिक्स गर्ने काम गर्छन् र त्यसको दोस्रो प्रोसेस हो नाइट्रिफिकेसन। यसमा तिनीहरूले बनाएको एमोनिया नाइट्रेसमा तब्दिल हुन्छ, त्यसैले यो पनि एउटा इम्पोर्टेन्ट रहन्छ। तेस्रो रहेको एसिमुलेसन। एसिमुलेसन भन्नाले जो सोइलमा रहेको नाइट्रेट्सहरू छन् तिनीहरूलाई प्लान्टले कन्ज्युम गर्ने प्रोसेस हो। यो प्रोसेस इम्पोर्टेन्ट किन रहन्छ भने प्लान्ट्सहरूलाई नाइट्रोजनको धेरै नै आवश्यकता रहेको हुन्छ। यसका साथसाथै चौथो रहेको छ एमोनिफिकेसन। एमोनिफिकेसन एउटा यस्तो प्रोसेस हो जसबाट नाइट्रेट्सहरू अथवा प्लान्ट्स वा एनिमलका डेड एन्ड डिके पार्ट्सहरू एमोनियामा तब्दिल हुन्छन् र यो एकदमै इम्पोर्टेन्ट रहन्छ। यसमा साइनोब्याक्टेरिया जस्ता थुप्रै ब्याक्टेरियाहरूले काम गर्छन्। त्यसपछि डिनाइट्रिफिकेसन प्रोसेस रहेको छ लास्टमा। डिनाइट्रिफिकेसन प्रोसेसमा के हुन्छ भने जो नाइट्रेट्सहरू बनेका हुन्छन् तिनीहरू फेरि एटमोस्फेरिक नाइट्रोजनमा बदलिन्छन् र यसरी नै प्रोसेस चलिरहन्छ। यति नै हो नाइट्रोजन साइकलको बारेमा। थ्याङ्क यू।